नमस्कार, म सुमन गौतम, संयोजक गौरीवास खेलकुद समिति, गौरीवास युथ क्लब। म चाहिँ आज एउटा विषयमा अलिकति बोल्न गइरहेको छु। यो बर्दव्यास नगरपालिका वडा नम्बर 3 अन्तर्गत चाहिँ हाम्रो यहाँको भाइहरूलाई चाहिँ हाम्रो खेलाडीहरूको लागि चाहिँ यहाँ फिल्डहरू नभएको, फिल्डहरू छैन खेल्नको लागि। जुन गेमहरू हुन्छ त्यो गेमहरूको लागि चाहिँ कहीँ पनि एउटा खेल मैदान छैन। हाम्रो यो 3 नम्बर गौरी डाँडामा चाहिँ एउटा खेल मैदान थियो। त्यो खेल मैदान कस्तो हो भने कुनै व्यक्तिको चाहिँ नम्बरी जग्गा चाहिँ ओडाले चाहिँ केही दिन, केही वर्ष, केही महिनाको लागि चाहिँ एउटा सम्झौता गरेर चाहिँ उसले हामीलाई 2-3 वर्षको लागि युज गर्न दिएको थियो। अब त्यो व्यक्तिको नम्बरी जग्गा भएको कारणले चाहिँ उसले त्यहाँनिर अहिले चाहिँ अब ट्र्याक्टर लगाएर चाहिँ अब उसले आफ्नो व्यक्तिगत प्रयोजनको लागि युज गर्न लागेको छ। अब त्यो उसले गर्न पनि पायो, तर त्यो व्यक्तिगत जग्गामा चाहिँ, व्यक्तिको नम्बरी जग्गामा चाहिँ ओडाले जहिले पनि तिनीहरू गेमहरू गराउने। अनि यो गौरी डाँडामा चाहिँ खेलकुदको चाहिँ कुनै मैदान नभएको कारणले चाहिँ अनि हाम्रो यहाँको खेलाडी भाइहरू, खेलाडी भाइ बहिनीहरू चाहिँ त्यहाँ गएर चाहिँ गेमहरू खेल्ने गरेको थियो। हिजो त्यहाँनिर चाहिँ अब त्यो व्यक्तिगत जग्गा भएको कारणले अब उहाँहरूले चाहिँ त्यहाँनिर ट्र्याक्टर चलाएर अब उहाँहरूले अब खेतीपाती गर्न खोज्नु भएको देखियो। स्वाभाविकै हो, त्यो उहाँहरूले गर्न पनि पाउनुहुन्छ। अब हामीले किन गर्नुभयो भनेर सोध्न पनि अब मिलेन, किनभने त्यो बकैदा उहाँहरूको नाममा चाहिँ लालपूर्जा भएकै जग्गा थियो। तर यहाँनिर प्रश्न चाहिँ के छ भने यो चाहिँ हाम्रो ओडाको एकदम ठुलो कमजोरी छ क्या। यहाँनिर के कमजोरी छ भने ओडाले त्यतिखेरै कुनै एउटा सार्वजनिक जग्गा अथवा स्थानीय निकायको मातहतमा रहेको जग्गामा चाहिँ एउटा दिगो खेलकुदको मैदान बनाइदिएको भए आज त्यो खेलकुद मैदान स्तर उन्नति गर्दै लान सकिन्थ्यो नि त नि, होइन र? तर त्यो हाम्रो ओडा स्थानीय सरकारवाला निकायहरूले चाहिँ त्यसमा कहिले पनि ध्यान दिनु भएन क्या। त्यही व्यक्तिको नम्बरी जग्गा देखाएर चाहिँ हाम्रो खेलाडी भाइहरूलाई त्यही खेलाउनु भयो, त्यसैलाई विकल्प सम्झेर बस्नु भयो। अब आज हिजो त्यहाँनिर ट्र्याक्टर चल्यो, अब यहाँको भाइहरूले कहाँनिर खेल्ने त? त्यो व्यक्तिको जग्गालाई युज गर्नेको साटो हाम्रो ओडाले, हाम्रो स्थानीय सरकारले चाहिँ पहिल्यै चाहिँ एउटा दिगो खालको ठाउँ खोजेर गरिदिएको भए अहिले यो समस्या आउने थिएन नि त। खासमा गौरी डाँडामा चाहिँ के समस्या हो भने हामीले सानोदेखि देखिरहेका थियौँ। हाम्रो अग्रज दाजुहरूको पालामा पनि यहाँनिर कसैको नम्बरी ऐलानी जग्गाहरूमा चाहिँ यहाँ कहिले फिल्ड थिएन। एउटा स्कुलको फिल्ड थियो, त्यो पनि अहिले कम्पाउन्ड गर्यो, त्यो पनि बन्द भयो। त्यो हाम्रो अग्रज दाइहरूकै पालामा थियो। त्यसपछि हाम्रो पालामा आइपुग्दाखेरि अलिकति यो तपाईँको रेडियो नेपाल साइडमा फिल्ड थियो, त्यहाँ त्यो पनि व्यक्तिको जग्गा। हामीले पनि त्यसैमा सानोमा बलसल खेल्थ्यौँ। हामी बेलुका बेलुका खेलकुदको गतिविधिहरू त्यहाँ गर्थ्यौँ। त्यहाँ पनि अहिले तपाईँको बस्ती बसिसक्यो, त्यतिखेरदेखि पनि त्यहाँ फिल्ड थिएन। त्यो स्कुल हाम्रो अग्रज दाइहरूको पालादेखि, हाम्रो पालादेखि आएर अहिले भाइहरूको पालासम्म आउँदा पनि यहाँनिर एउटा फिल्ड छैन। र अब मेरो छोरा पुस्ता, हाम्रो पछिल्लो पुस्ताहरू अब आउँदैछ नि जति, उनीहरूको पालाको लागि पनि अहिलेसम्म यहाँ दिगो फिल्डहरू छैन क्या। यो त कमजोरी कसको हो भने यो अहिलेको कमजोरी होइन नि त, हिजोदेखिको कमजोरी हो क्या। जसले हाम्रो भोट लिएर जानुभयो उहाँहरूको कमजोरी हो क्या। यो त उहाँ एउटा ओडाको लागि के चाहिन्छ भन्ने यो प्राथमिकताको यो विषय हो नि त। एउटा ओडामा चाहिने भनेको तपाईँको खेलाडीहरूलाई चाहिने खेल मैदान हो, सबभन्दा प्राथमिक कुरो हो कि सबभन्दा प्राथमिक कुरो त खेल मैदानहरू हो नि त। अनि हामी यहाँनिर खेल मैदानमा चाहिँ हामी लगानी गर्न नसक्ने, यहाँको खेलाडीहरूको लागि उत्पादन गर्न नसक्ने, तर तपाईँ बस्ती नभएको ठाउँमा तपाईँहरू बाटो बनाउन सक्नुहुन्छ। बस्ती नभएको ठाउँमा बारीमा हजुरहरू बाटो बनाउन सक्नुहुन्छ भने त्यो पैसाले फिल्डमा लगानी गरिदिएको भए, युवाको लागि खेलकुदमा लगानी गरिदिएको भए
के हुन्थ्यो? तपाईँहरूलाई भोट र नोटको राजनीति चाहिएको छ, तपाईँहरूलाई विकास चाहिएको छैन क्या? हामीलाई मजाले थाहा छ, भोट र नोट कमिसनको राजनीति चाहिएको छ तपाईँहरूलाई। तपाईँहरू एक दुई ठाउँमा युवा मैत्री कामहरू, व्यक्तिगत कामहरू गर्न तपाईँहरू चाहनु हुँदैन क्या? तपाईँहरू समग्रमा काम गर्न चाहनुहुन्छ। किनभने व्यक्तिको काम गऱ्यो भने, युवाको काम गऱ्यो भने, युवा त चेतनशील छन् नि त। युवाले त तपाईँहरू जस्तालाई चिनेका छन् नि त। भोलि त दोहोरिन मन छ नि त, होइन? तपाईँहरूलाई दोहोरिन मन छ अब आउने चुनावमा नि। त्यही कारणले त हो नि तपाईँहरू युवा मैत्री काम नगरे। किनभने हामी जस्तो युवाहरूले त तपाईँहरूलाई अब लात हानिदिन्छौँ योचोटि। लात होइन, घोक्र्याएरै निकालिदिन्छौँ योचोटि। ढुक्क हुनु, डर छैन अब हामीलाई तपाईँहरूसँग। अति गर्नु, अत्याचार नगर्ने क्या? अलिकति लाज शरम भन्ने कुरो राख्नु। मरेर जानुपर्छ मान्छे भनेको। तपाईँको कात्रोमा गोजी हुँदैन।